प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू नमस्कार। तपाईहरू सामु एउटा साधारण तर गहिरो सन्देश लिएर उभिएको छु। भविष्य कुर्नु पर्दैन, भविष्य निर्माण गर्नुपर्छ। पुरै संसारमा जापान यस्तो देश हो जहाँ सबै कुरा सम्भव भएको देखिन्छ। आज दुनिया 2025 मा छन्, तर जापान 2050 मा बाँचिरहेको देखिन्छ। जापान यस्तो देश हो जहाँ ट्रेन झुन्डिन्छ र ट्राफिक बत्ती निलो हुन्छ, किनकि जापान सधैँ परम्परा र भविष्यलाई एउटै बाटोमा हिँडाउँछ। हामी प्राय भन्छौँ जापान त भविष्यमा बाँचिरहेको देश हो, तर प्रश्न यो हो, जापान भविष्यमा किन बाँचिरहेको छ? के जापानीहरू हामीभन्दा बुद्धिमान छन्? के उनीहरू फरक ग्रहबाट आएका हुन्? होइनन्। उनीहरू फरक छन् भने सोचमा, अनुशासनमा र काम गर्ने संस्कारमा। जापानले प्रविधिलाई विलासिताको लागि होइन, जीवन सजिलो बनाउन प्रयोग गर्यो। रोबोटले अस्पतालमा सेवा गर्छ, एआईले समय बचत गर्छ, बुलेट ट्रेनले सेकेन्डको पनि सम्मान गर्छ। तर दाजुभाइ तथा दिदीबहिनीहरू याद राखौं, प्रविधिभन्दा ठुलो कुरा अनुशासन हो। जापानमा ट्रेन 1 मिनेट ढिलो भयो भने माफी मागिन्छ। हाम्रोमा कहिलेकाहीँ ढिलो हुनु नै सामान्य मानिन्छ। त्यो फरक कहाँबाट आयो? सोचबाट। जापानी बच्चाले सानो उमेरमा सिक्छ, स्कुल मेरो हो, सफा गर्नु मेरो जिम्मेवारी हो। हामी सिक्छौं यो कसैले गरिदिन्छ। जापानमा नागरिक नियम पालन गर्दा गर्व गर्छ, हामी नियम छल्नुलाई चालाकी ठान्छौं। यही सोचले देश बनाउँछ, यही सोचले देश बिगारिरहेको छ। प्रिय युवाहरू, यदि हामी भन्छौं देशमा केही छैन भने दोष देशको होइन, हाम्रो जिम्मेवारीबाट बग्ने बानीको हो। जापान ध्वस्त भएको थियो युद्धले, परमाणु बमले, तर उनीहरू रोएनन्। उनीहरूले देश पुनः निर्माण गरे। हामीसँग त शान्ति छ, जवान ऊर्जा छ, संसारभर पुगेका नेपालीहरू छन्। कमी छ भने अनुशासन, इमानदारी र दीर्घ सोचको। आज जापान भविष्यमा बाँचिरहेको छ, किनकि उनीहरूले आजको काम भोलिको लागि गरिरहेका छन्। यदि हामी पनि चाहन्छौँ विकसित नेपाल, सम्मानित नेपाली, सुरक्षित भविष्य भने आजैबाट सुरु गरौँ समयको कदर गर्न, कामप्रति इमानदारी हुन, नियम पालन गर्न, जिम्मेवारी नागरिक बन्ने संकल्प बोकेर। अन्त्यमा म पनि यति मात्र भन्न चाहन्छु, देश बदल्न ठुलो पद चाहिँदैन, ठुलो सोच चाहिन्छ। यदि जापानले सक्छ भने नेपालले किन सक्दैन? धन्यवाद। जय नेपाल।